एउटा बोतलको यसरी पैसा आउँछ रोमानियामा यो टक्कभित्र हाल्नुपर्छ। यो पैसा हो, बोतल हाल्यो यहाँ पैसा आउँछ। यो कति भयो? 15 रुपियाँ भयो है। एउटा बोतल भनेको 6 रुपियाँ भयो, 16 रुपियाँ भयो। यहाँ देखाउँछ 16.5 भयो। त्यो पैसा यहाँ देखाइरहेछ यार है। मजा नि केटा तिम्रो देख्दैन यार, के गर्नु अलि टाढो गर्नु पर्यो। गर्नु पर्यो नि यार। यस्तो हाल न ल। सक्यो 19 भयो, 20 भयो। यसरी हो रोमानियामा पैसा आउने मजाले। बियर खाऊ तर चिसो खाऊ, यो के पैसा यहाँ आइरहेछ त क्या। देख्दैन के होला त देख्दैन। पैसा कति भयो यहाँ देखाउ त। TSD भयो। अब काढौँ धत टक्क लाएर यो पैसा लगेर जाने। यो कार्ड लिएर गयो भने अब पैसा पाइन्छ। कहाँ पैसा दिन्छ अरे? हामी त बोतल बेचेर आइसकेपछि अब यो हामीले पर्स लिएर आएको छौँ। अब हामी मार्केटभित्र छिर्छौँ। यो दियो भने हामीलाई पैसा दिन्छ कम्ती के पाउँछ नि। साट्ने होइन त? दियो भने कति पैसा भनेपछि 23 दिन्छ यहाँको। 23 भनेको नेपालको कति भयो भने 1 रुपियाँको। अब टक्कै हामी मार्केटभित्र आइसकेको छौँ है। हाम्रो साथीहरू पुरा रिलेसन पुरा आयो। पैसा खानलाई होइन त? के खानलाई टक्क लगाएर कहाँ भित्र हो? यहाँ हो मान्छे न यहाँ तपाईँ पैसा दिन्छ त चेक गरेर है। उता पैसा कहाँ दियो? देखाउ न यता। ठिकै 23 रुपियाँ पैसा यो आज हामीले यो बोतल बेचेको पैसा हो। यो 10, 20, 21, 22, 23 ल खाली बोतल बेचेको पैसा आयो।